नमस्कार साथीहरू। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ, जुन सूचना 2082 7 महिना 19 गते प्रकाशित गरिएको हो। सूचनामा यस प्रकार लेखिएको छ: स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि 2082 बमोजिम स्टार्टअप उद्यमको दफा 4 अनुसार योग्यता पूरा गरेका अनुसूची 1 बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले यो सूचना प्रकाशित भएको मितिले 21 दिनभित्र अनुसूची 4 बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ भनेर लेखिएको छ, जहाँ परियोजनाका प्रस्ताव अनलाइन मार्फत भर्न सकिनेछ, जसको लिङ्क पहिलो कमेन्टमा दिएको छ। इच्छुक उद्यमीहरूले समय सीमाभित्र आवेदन दिई आफ्नो उद्यमलाई अगाडि बढाउनुहोस् भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।